ल अब दोषी को त? त्यो मासु खाने व्यक्तिहरू दोषी हो कि 2 पैसाको लोभमा आफ्नो धर्म आस्थालाई बिर्सिएर त्यो बुढो गाई गोरुहरूलाई बेचिदिने व्यक्ति चाहिँ दोषी हो त? राजनीतिकको गुण माइती घरमा यो स्क्रिनमा देखिरहेको विक्रम छेत्री के साँच्चीकै आफ्नो धर्म र अस्तित्व जोगाउनको खातिर गएको थियो त कि धर्मको नाममा राजनीति गर्न गएको थियो या भनौं सोसाइटीमा धार्मिक द्वन्द्व छिराइराखेर आफ्नो पार्टी प्रमोट गर्न गएको थियो? वेल यो कुराले गर्दा अहिले सोसाइटी 2 भागमा डिभाइड भएको छ। गाई गोरुको मिट बिफ खान पाऊँ भन्ने साइड र हुँदैन यो हाम्रो राष्ट्रिय जनावर हो र हाम्रो धार्मिक आस्थासँग जोडिएको छ भनेर गाई गोरुको मासु खानु हुँदैन भन्ने अर्को साइड। म आफै पनि गाईको पूजा गरेर आएको हुँ तर यसको रियालिटी भने अलिक तितो छ। नेपालमा गाई गोरुको मासु खानु पाइँदैन भनेर कानुनमा पनि क्लियर लेखेको छ। यत्रो कडाई गर्दा पनि हरेक दिन नेपालमा 4000 किलो बिफ उपभोग भइरहेको छ। हरेक रात नेपालको विभिन्न बोर्डरहरूबाट हजारौं गाई गोरुहरू बोर्डर पार भइरहेको छ, त्यो पनि मासुको लागि। हरेक दिन यत्रो धेरै बिफ, यति धेरै गाई वस्तु बोर्डर पार गरिरहेको यो सब कहाँबाट आयो त? यो कुराको वास्तविकता अलिकति अपज्य छ। नेपालमा बढी जसो हिन्दू सनातन कम्युनिटीको मानिसहरू गाई वस्तुहरू बढी पाल्ने गर्दछ र यो गाई दूध दिन सकिन्जेल प्रजनन क्षमता रहउन्जेल अनि गोरुलाई त्यसको बल हुइन्जेल जोतिन्छ, भारी बोकाइन्छ। जब त्यो बुढो हुन्छ अनि राति सुटुक्कै लगेर बाटोमा लगेर छोड्दिन्छ या भनौं 2-4 पैसाको लोभमा कसैलाई बेचिदिन्छ। यो सब मेरो मनमर्जी कहानी भनेको चाहिँ होइन है, हाम्रो सोसाइटीमा लाइभ घटिरहेको घटना हो। अहिले पनि हामीले गाउँ समाजमा गएर हेरौँ भने यही नै चलिरहेको छ। नेपालमा केही थोरै मात्रै गौशालाहरू भएकोले गर्दा त्यत्रो धेरै छोडिएको गाई वस्तुहरू त्यो थोरै गौशालाले व्यवस्थापन गर्नु सक्दैन, जसको कारण अझै पनि नेपालको विभिन्न चोक रोडहरूमा 50,000 भन्दा बढी गाई वस्तुहरू लावारिसे त्यत्तिकै घुमिरहेको देख्न सकिन्छ। र त्यो छोडिएको गाई वस्तुहरूले स्थानीयको बाली नाली बिगार्ने र गाउँ समाज फोहोर गर्ने र त्यो गाई वस्तुमा विभिन्न खाले रोगहरू लाग्ने क्रम भने अझै पनि गएर हेर्दा देख्न सकिन्छ। यसरी वृद्ध गाई गोरुहरू खुल्ला रोड चोकमा लगेर छोडिदिएकै कारण गत वर्ष मात्रै 19 वटा यातायात दुर्घटना भएको थियो गोरुसँग ठोकिएर। त्यो मध्ये कैलालीमा 9 जनाको त स्पोट डेथ भएको थियो। अनि उतापट्टि जसले त्यो बुढो गाई गोरुहरू पैसा तिरेर लगेको थियो त्यसलाई मासु बनाएर खायो भने सबैभन्दा पहिले विरोध गर्न त्यही व्यक्तिहरू उठ्छ जसले पैसाको लागि त्यो बुढो गाई वस्तुहरू बेचिदिएको थियो। ल अब दोषी को त? त्यो मासु खाने व्यक्तिहरू दोषी हो कि 2 पैसाको लोभमा आफ्नो धर्म आस्थालाई बिर्सिएर त्यो बुढो गाई गोरुहरूलाई बेचिदिने व्यक्ति चाहिँ दोषी हो त? अब कुरा गरौँ यो कुराको जड विक्रम छेत्रीको, जो राप्रपा पार्टीमा विगत 3 वर्षदेखि कार्यरत छ। त्यो पार्टी जो देश र जनताको लागि कहिले पनि बोलेन, मात्रै डेमोक्रेसी हटाएर मोनार्चीतिर लाने फेरि राजा ल्याउने कुरा गर्छ र नेपाललाई हिन्दू राष्ट्र बनाउने भनेर धार्मिक द्वन्द्व छिराउनु खोज्छ। अनि यस्तो पार्टीमा कार्यरत व्यक्ति त्यहाँ माइती घरमा गएर धार्मिक कुरा गर्छ, त्यो साँच्चीकै आफ्नो धर्म आस्था जोगाउनका लागि गौमाताको नाम लिएर बोलेको थियो भने ऊ राजनीतिकको गुण माइती घरमा हुँदैन थियो, ऊ फिल्डमा उत्रिसकेको हुन्थ्यो जहाँ 50,000 भन्दा बढी गौमाताहरू लावारिस रूपमा छोडिएको छ र विभिन्न घाउ चोटहरूले गर्दा त्यो गौमाताहरू रुँदै अझै पनि बाटोमा भौताडिरहेको छ। तर कतिजनाले त उसलाई अलरेडी आफ्नो भगवान ठान्न थालिसक्यो, आफ्नो मसिहा ठान्न थालिसक्यो। तर यहाँनिर कुन लेभलको राजनीतिक प्लानिङ भइरहेको छ उनीहरूलाई थाहा नै छैन। रिलिजन सेन्टिमेन्ट पाउन र धार्मिक द्वन्द्व छिराउन र उसको पार्टी प्रमोट गर्न मात्रै त्यो त्यहाँ पुगेको थियो। साँच्चीकै धार्मिक मान्छेले कहिले पनि द्वन्द्व चाहँदैन, तर उसको हरेक पोस्टमा काट्छु मार्छु वा सिंगल खेल्छु भन्ने मात्रै पोस्ट देखिन्छ। यसको भाइरल हुने चक्करमा अहिले सोसाइटीमा धार्मिक द्वन्द्व सुरु भइसकेको छ। यस्तो पागलहरूलाई इग्नोर गरेर हामीले एक अर्काको धर्म संस्कृतिलाई सम्मान गरेर समाजमा मिलेर बस्नुपर्छ। के लाग्छ तपाईहरुलाई, यो मान्छेको इन्टेन्सन साँच्चीकै धर्म र संस्कृति जोगाउने थियो त वा आफ्नो पार्टीलाई प्रमोट गर्ने? आफ्नो विचारहरू लेख्नु होला।